तपाईले पनि गरे हो यसरी टाउको फुटा छौं हैन यस्तो गरेका छौं हैन यसरी बनाएको संगठन हो तपाईले लिएर चाहिँ हामी हिँड्न सकेनौं स्पष्ट कुरो ल म ठाकुरगाउँ सधैँ राजनीति हाल्नु पर्ने उम्मेदवार हुनुहुन्छ सकिदैन दिदी दबाब आइरहेछ नि चुनावमा नलड्नका लागि माया गर्नु भयो हो स्वतन्त्र भन्दा पनि अब स्वतन्त्र पार्टीबाटै जाउँ भनेर चाहिँ घण्टी चिन्ह लिएरै नै अगाडि बढौँ भनेर चाहिँ अनि हामी चाहिँ सरसल्लाह गरेर नै आएको हो अब यहाँ विवादहरू भयो भाइ अब के छ तपाईलाई चाहिँ खासमा किन हो त यही अगाडि नै अपमान भयो त तपाईमाथि त सबै राम्रो हुनुहुन्छ तपाई देवी हो तपाईलाई नमस्कार गरिन्छ तपाईले काम गर्नुभयो तर तपाईले जुन बेला गर्नुभयो नि त्यहाँ विभिन्न लोकवालाहरु सब होटलवालाले भोट हाल्नु याद गर्नु तपाईले तपाई राम्रो काम गर्नुभयो बुद्धि हो के डिपी 9 तपाई कुरो बुद्धि हरियाले 9 लाई सुरक्षित गर्ने देवी हो देवी हो हाम्रो राजनीति गरेको फरक पर्दैन हेर्नु उहाँप्रति होइन खेलाइएको प्रगति पछि हामी घाइतेहरू हुनु परेन कसैले हाम्रो घाइतेहरू परेन हामी घाइतेहरू सुन्नु घाइते कुरा गर्न पाइयो गुनासो के हो भने एकचोटि बसेर टेबल टप गरिदिनु हाम्रो आकांक्षीहरू त थियो त किनभने हिजो राति 12 बजीसम्म होइन तपाईँले यस्तो आक्रोश गर्नुहुन्छ भने सुन्नुहोस् है तपाईँले यहाँ पेल्नुहुन्छ राजीनामा दिनुहोस् तपाईँ दिनुहोस् मैले भनिसकेँ दिदीलाई यसरी नपेल्नुहोस् मैले भनिरहेको छु राजीनामा दिनुहोस् यहाँ 25 घाइते लिएर तपाईँको घर घरमा हामी भोट माग्न आएको सुन्नुहोस् तपाईँ सुन्नुहोस् है तपाईँ दिदीलाई यसरी नपेल्नुहोस् दिदीले बोल्नु आएको यहाँ टङ्गिएर राजीनामा दिन्छु राजीनामा दिनुहोस् कहाँ दिनुहोस् यस्तो कुरा नहोस् यहाँ नपेला भए राजीनामा दिन्छु टाउको फुटाएँ आँखा नहोको भाइ छ कसले बोल्दै यो क्यामेरा बोल्न मन छैन होइन तपाईँले यहाँ राजीनामा दिनुहोस् तपाईँको राजीनामा दिनुहोस् जनताले भोट दिने हो तपाईँलाई जानुहोस् अनि तपाईँ यहाँ धम्काउने राजीनामा दिन्छु हिँड्नु भन्ने देखाउनु पर्छ होइन म धम्काउनुहोस् बिजा बसेर कुरा आएर राजीनामा दिन्छु बोक्न सक्दिनँ नो बोक्तम